कति मान्छेहरू मेरै आँखाले देखेको छु के साथीहरू। ऊ त मेरो एकदमै मिल्ने साथी हो। यो विदेशको ठाउँमा आएर ऊ भन्दा मेरो कोही पनि छैन साथी, मेरो आमा बाबु पनि बिर्साइदिइसक्यो भनेर कति साथीहरूले भनेको सुन्छु क्या मैले। अनि फेरि के कुरामा चाहिँ खटपट हुँदो रहेछ, फेरि त्यही मुखबाट चाहिँ यस्तो साथी हुन भन्दा त बरु नभएकै बेस हुँदो रहेछ भनेर पनि सुनिरहेको हुन्छु के। त्यही भएर आफ्नो एउटै आमाको कोखबाट जन्मेका सन्तान त आफ्नो हुँदैनन् भने जब बाहिरका नाताहरूलाई चाहिँ त्यो सम्बन्ध सधैँभरि टिक्छ भनेर चाहिँ कसैले पनि नसोच्नु होला साथीहरू। मान्छेको व्यवहार चाहिँ कतिखेर बदलिन्छ त्यो थाहै हुँदो रहेछ के। यो स्वार्थी संसारमा कोही पनि आफ्नो भन्ने कोही पनि हुँदैन। आफ्नो भनेको चाहिँ एकमात्र त्यो मान्छे हो जो आफूलाई जन्म दिएको हुन्छ, अरू कोही पनि आफ्नो हुन सक्दैन। मैले भोगेको र देखेको कुरा है त साथीहरू। कुनै साथीहरूलाई चाहिँ सबै कुराहरू सेयर गर्यो, त्यो साथी चाहिँ लास्टमा शत्रुरै बनेर निस्किने के। त्यही भएर साथीहरू आफ्नै दुनियाँमा रमाउन सिक्नुपर्छ। आउनुहोस् है त।